नमस्ते 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 सबैजनालाई स्वागत छ हाम्रो फर्स्ट एपिसोड ऱ्यान्डम पोडकास्टमा। सो हामी दुईजना छौँ, मेरो साथी छौँ। हामी चाहिँ नर्मली एउटा देशको बारेमा एउटा के हुँदैछ कस्तो हुँदैछ नर्मली चर्चा परिचर्चा गर्ने भनेर चाहिँ एउटा पोडकास्ट सुरुवात गरिरहेको छ। सो सबैजनाले आशा छ सबैजनाले माया गरिदिनुहुन्छ, मन पराइदिनु, किनभने हाम्रो यो फर्स्ट एपिसोड पनि हो होइन। अझै राम्रो माया हुँदै गयो भने अब त्योभन्दा चाहिँ राम्रो राम्रो अब कन्टेन्ट अनुसार त्यो अब मैले पठाउनु भएको कमेन्ट अनुसार चाहिँ हामीले भिडियो बनाउँदै जानेछौँ। अहिले चाहिँ हामीले नर्मली चाहिँ फर्स्ट एपिसोड पनि हो। सो हामी तिनजना मिलेर चाहिँ यो पोडकास्ट सुरुवात गर्दैछौँ। कस्तो लाग्दैछ यो पोडकास्ट सुरु गर्दैछ नि हामीले? तिमीले पनि केही भन त पहिला होइन, सुरेनजी भन्दा पनि पहिला तिमीले पनि के भन। हाम्रो फर्स्ट एपिसोड पनि हो, के छ अरू विषयमा कुराकानी गर्नु भन्दा पनि हाम्रो फर्स्ट एपिसोडकै बारेमा चाहिँ अहिले चर्चा परिचर्चा गर्नुपर्छ कि जस्तो पनि लाग्छ होइन। माइकलाई चाहिँ पहिले चाहिँ पक्कै पनि हामीले यो ऱ्यान्डम पोडकास्ट चाहिँ लगभग हाम्रो धेरै समय अगाडिदेखिको नै ल है हामीले चाहिँ एउटा एक खालको एउटा कार्यक्रम चाहिँ ल्याउन पर्छ, हामी चाहिँ व्यक्तिको व्यक्तिले चाहिँ गर्नुपर्छ भन्दै गर्दा 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 धेरै साथीहरू जोडिनु भयो। धेरै साथीहरूलाई चाहिँ हामीलाई धेरैको पनि सल्लाह सुझाव पनि भयो, गरौँ न यति चाहिँ गर्नुपर्छ है तिमीहरूले भन्ने खालका किसिमका पनि कुराहरू धेरै आयो होइन। क्यामेराम्यानमा आज चाहिँ हाम्रै साथी हाम्रै टिममेट पनि छन्। अहिले ठ्याक्क देखाउनु मिलेन किनभने क्यामेरा घुमाएर देखाउनु मिल्थ्यो, ठ्याक्कै घुमाइदिनु हुन्थ्यो किनभने ठिक छ। नेक्स्ट टाइमको लागि पनि उहाँलाई त्यो जोड्नेछौँ हामीले र हाम्रो क्यामेरा पर्सन हुनुहुन्छ सुनिल खत्रीजी, उहाँलाई पनि विशेष धन्यवाद। सँगसँगै आज हामी सम्पूर्ण हामी आज पहिलो एपिसोड तपाईँहरूको माझमा आउँदै गर्दा हाम्रो के कस्ता कार्यक्रमहरू आए, हाम्रो प्रोग्राम चाहिँ कस्तो लाग्यो पक्कै पनि तपाईँहरूले सल्लाह सुझाव दिनुहुनेछ, सँगसँगै कमेन्ट पनि गर्नुहुनेछ र हामीलाई सब्सक्राइब पनि गर्नुहुनेछ, हामीलाई चाहिँ साथ दिनुहुनेछ भन्ने चाहिँ हामीले चाहिँ फेरि कस्तो भन्दाखेरिमा नर्मली यसो हाँसो मजाकमै लिएर पनि सिरियसली कुराहरू गर्ने, जस्तो समाजमा मेन कुरो चाहिँ आफ्नै सामाजिकबाट के होइन। हाम्रो एउटा यो कार्यक्रम चाहिँ कस्तो खालको हो भने हामीले कसैलाई त्यो आरोप लाग्ने आरोप प्रत्यारोप यसो फलानु यो त्यो पनि केही पनि होइन, तर हाम्रो चाहिँ एउटा नर्मली हामी इन्जोय टाइपको हामी एउटा साथी साथी बिचको चाहिँ केही यसो कुराकानीलाई तपाईँहरूको भलाको साथीलाई तपाईँहरूको सञ्चारको माध्यमबाट चाहिँ तपाईँहरूको माझमा ल्याउने कोसिस मात्रै गरेको। त्यसमा हामीले कसैलाई आरोप प्रत्यारोप लाग्ने यस्तो उसको केही पनि होइन। यसलाई चाहिँ तपाईँले त्यसरी नै बुझ्दिनु होला, तपाईँले पनि एउटा इन्टरटेनमेन्टको रूपमा चाहिँ यसलाई चाहिँ हेर्न सक्नुहुनेछ है त। तर हामी आज चाहिँ फर्स्ट सुट पनि हो होइन, क्याफेमा आएर सुट गरेर चाहिँ भन्नु पनि पर्छ है। यसको लागि चाहिँ मैले फेरि एउटा कुरो के क्याफेमा आएर सुट गरिरहेछ, बाँच्न हराएर आइरहेछ, साउनको महिना छ, साउनको महिना बारिएको छ सबै कुरो, माछा मासु बाहेक होइन। यस्तो छ पक्कै पनि हाम्रो एउटा यदि यतिको यो स्पट चाहिँ जसले जुटाइदिनु भयो, सबै कुरा म्यानेज गरिदिनु भयो होइन। हामीलाई चाहिँ यो स्थान चाहिँ जसले चाहिँ यो ठाउँमा बसेर हामीले यो कार्यक्रम सुट गर्ने वातावरण मिलाइदिनु भयो, यसको लागि हाम्रो जात्रा क्याफेका सम्पूर्ण टिमलाई चाहिँ हामीले विशेष धन्यवाद आभार चाहिँ दिनै पर्छ। अनि सुनिल भाइको तर्फबाट पनि हाम्रो आजको क्यामेराम्यान चाहिँ सुनिल भाइ हुनुहुन्छ। सो एकजना अझ टिममेट हाम्रो जोडिनेवालामा छ, तर हुन्छ हुँदैन त्यो ठ्याक्कै छैन किनभने हामी त्यो एपिसोड सँगसँगै पछिका साथीहरूलाई पनि अब जोड्दै एकपछि दुई दुईपछि चार हुने नै हो होइन। अहिले हामी दुईजनाबाट तिनजनाबाट सुरु गरिदिएला, तर एकदम गुड एकदम होइन। यस्तो छ राजनीति यसो हामी जतिको युवालाई राजनीति पक्कै लाग्न पनि पर्छ र हामी म त झन् एउटा कुरा के हो भने राजनीतिबाट खासै टाढा भागेर जान पनि सकेका छैन। मिडिया क्षेत्रसँग सम्बन्धित भयो अनि अलि बढी भएपछि चाहिँ एपिसोडमा नै अब राजनीतिक कुराहरूलाई खास जोड्न चाहिँ नहुने, तैपनि ऱ्यान्डम हल्का फुल्की गर्दा यसो छ हामी एउटा कुरा के हो भने नि हामी जति जेसुकै भए पनि हामी व्यावसायिक हिसाबले एउटा केही न केही हिसाबले कहीँ न कहीँ हिसाबले केही न केहीसँग त जोडिएकै छौँ। हामी जोडिनु पनि पर्छ। हामी राजनीतिसँग टचै छैनौँ, हामी व्यावसायिक हिसाबले कसैमा टच छैनौँ भनेर भन्दै गर्दा हामी एकदम ऱ्यान्डमली जस्तै ऱ्यान्डम पोडकास्ट जस्तै हामी यत्तिकै ऱ्यान्डमली त्यत्तिकै घुम्ने खाने मान्छे पनि त होइन नि त, हामी कहीँ न कहीँ एट्याच भएको मान्छे हो नि त। त्यो हिसाबले पनि मैले आज एउटा न्युज हेरिरहेको थिएँ कि त्यो चाहिँ ठ्याक्कै मलाई तिमीलाई थाहा छ होला, के नामको थियो होइन, पहिलो मुख्यमन्त्री सुदूरपश्चिमको कि मुख्यमन्त्री 5 वर्ष कार्यकाल गरिसकेको मुख्यमन्त्री छ नि, अहिले किराना पसल चलाइरहेको त्यो मैले पनि देखेँ। के चाहिँ त्यस्तै मैले अघि भर्खर हेरेको थिएँ अनि म यस्तो सक भयो कति नर्मली त्यो किराना पसल यस्तो हाम्रो देशमा हुनुपर्छ कि राजनीति गर्नु त्यसरी हो होइन, थलो पनि गराउनु भयो होइन, कस्तो लाग्छ होइन। डेभलपमेन्ट कन्ट्रीहरूमा हेर्ने हो भने पक्कै पनि एकचोटि राष्ट्रपति प्रधानमन्त्री भइसकेको मान्छे फेरि आफ्नै जब हेर न बाह्र गोवामा
अब फेरि आफ्नै जब या आफ्नो व्यवसाय के हो त्यतैतिर फर्केको अवस्था तर हाम्रो देशको हेर्ने हो भने चाहिँ होइन एकचोटि जुका तासिए जस्तो जब तासिएपछि चाहिँ त्यो नमरन्जेलसम्म चाहिँ छोड्दैन छोड्ने क्या फेरि प्रकृतिलाई चाहिँ गएपछि यस्तो दिन मन लाग्छ होइन तर फेरि आफू पनि एउटा राजनीति भएर चाहिँ अब त्यो नदिउँ होला है अहिले लाग्छ त्यसो केटा हो एक बोतल पानी ल्याऊ त सो अब हाम्रो कति अब टाइमिङ आज फर्स्ट एपिसोडमा त हामीले धेरै नखाम होइन नर्मली आज यति नै यो धन्यवाद मेरो भाइ भदौको 4 गतेसम्म यति बोल्दैन के घाँटी सुन्छ यहाँ भदौको 4 गतेसम्म चाहिँ एउटा कार्यक्रम छ त्यसमा चाहिँ मैले त्यो केही तिमीलाई पनि जोडाउँ तिमी मिडियासँग सम्बन्धित भएको भएर तिमीलाई पनि जोडाउँ भनेको तिमी फोन हाल्यो फोनै उठाएन अब यस्तो छ के अब के भने बिहानै खबर आइदियो भाइ एउटा कुरो हुन्थ्यो अब अलि समय नै अब त्यस्तै म फेरि दिउँसो तिमीले फोन हान्दा ट्याक्क सुतिरहेको थियो कि एकछिन आउँछु त भनेर त घरमा त्यस्तै हो किनभने समय छ दिउँसो पनि कोही सुत्छ यार सुतिन्छ त म सुते होइन कसो सुत्यो त फेरि दिउँसो एक्लै सुतिन्छ नि यार राति अरूसँग सुत्ने भन्ने कुरो त यस्तो यस्तो होइन यस्तो छ अब मन्दिरको विषयमा भन्दा पनि एक दिन जानु पनि पर्छ गएर मैले त्यो हत्याको भिडियो हामीले गराउँला भनेर हामी सबै टिमै जाउँला किनभने आज त्यस्तो विशेष सोमबार पनि थिएन अर्को सोमबार छ अब यस्तो छ कि आउने सोमबार 25 गतेसम्म चाहिँ हामीले त्यहाँका सबै कार्यक्रमको विषयमा सबै रिपोर्टिङ गरेर पनि सबै आज समितिहरू पनि बनिसकेका छ र म पनि त्यसको त्यहाँको चाहिँ सचिवालय सदस्य पनि भएको कारणले चाहिँ म साथीहरूले सकेसम्म चाहिँ सबैलाई जोडौँ सबैलाई मिटिङ भन्ने कुरो त्यो आज अझ कल्टो कोही अफिसियल टाइम हुन्छ अब भाइ जस्तो भाइले अब उसको अब ब्याङ्किङ कारोबार आफ्नो टाइममा हुन्छ होइन म पनि धन्न घर भएको मेरो पनि सुत्ने टाइम थियो किनभने छुट्टीको दिन थियो होइन किनभने बिहान यहाँ 5 बजेपछि राख्यो भए चाहिँ अलिक सहज हुन्थ्यो कि भन्ने जस्तो लागेर म सुतिरहेको थिएँ म गइनँ हाम्रो धेरै जसो मिटिङहरू चाहिँ दिउँसो नर्मल्ली 1 बजेको आसपासमा चाहिँ भयो भने स्कुलका साथीहरू यस्तो छ कि अहिलेसम्म सबै रिटायरमेन्टहरू मात्रै छ नि त व्यवस्थापन समिति अब त सबै अब हामी जस्तो यङ केटाहरू छिट्टै गयो त्यसलाई सेड्युल पनि मिलाउनु 2 बजे 3 बजे 12 बजे भोलिको टाइममा त भोलि फेरि हामी त्यहाँ समितिमा रहँदै गर्दा हामी समितिमा बस्दै गर्दा त एक खालको फेरि हामीले अलग्गै खालको गरौँला माहौल त बनाउला सबै टिमले चाहिँ आउला र अनि गरौँला भनेर चाहिँ हुँदैन आफ्नो गाउँको मन्दिरलाई कालोले सेतो गराउन सकिँदैन र त्यो भएको भएर बिस्तारै बिस्तारै त्यो इम्प्रुभ हुँदै जाला सुधार हुँदै जाला ठिक छ अब कार्यक्रमलाई धेरै चाहिँ नलम्बा होइन ठाउँ ठाउँको विषय फेरि फेरि अरू एपिसोडमा पनि हामीले जोडिने छ तपाईँलाई कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला माया गरिदिनु होला सक्दो भिडियोलाई चाहिँ फर्स्ट एपिसोड छ सेयर गरिदिनु होला होइन सब्स्क्राइब गरिदिनु होला सबै पनि हामी चाहिँ एकदम आभारी छौँ कस्तो लाग्छ भिडियो राम्रो नराम्रो आफ्नो मनमा जे लाग्छ किनभने हामीबाट धेरै कमजोरहरू फर्स्ट एपिसोड हो त्यो हुनसक्छ होइन कस्तो लाग्छ कमेन्ट चाहिँ गर्न नभुल्नु होला के छ अलिकति भन्दै एकदम एकदम मैले खासै भन्नुपर्ने कुरा तिमीले भनिहाल्यौ मैले अर्को एपिसोडमा भन्छु ल ओके